आज पहिला वैशाख साथै नेपालीहरूको नयाँ वर्षको उपलक्ष्यमा टोटोपाडाबाट निम्तो आएकोले हामी दुवै पति पत्नी बिहानै टोटोपाडातर्फ लाग्यौं। हामी चाहिँ लङ्का रोड हुँदै टोटापाडा गयौं र त्यसरी नै रामझोडाको सैनबोट कटेर दुम्सीपाडा भएर वाङ्ग्री खोला तरेर होलापाडा हुँदै हुँदै टोटापाडाको खोला अघि पुग्यौं र यो हो टोटापाडा गाउँ र यहाँ आज यस रमणीय स्थलमा वनभोज कार्यक्रम र नयाँ वर्षको पालन भइरहेको छ। कति शीतल हावा पनि यहाँ चलिरहेको रहेछ। त्यसपछि मैले हामीलाई पढाउने कृष्णबहादुर श्रेष्ठ सरहरूसँग पनि भेटे र हामी माथि घुम्न गयौं। यहाँ चाहिँ पेय पदार्थको रूपमा तोङ्बा वितरण गरिरहनु भएको रहेछ र यो तोङ्बा कसरी बनाइन्छ म त्यो तपाईहरुलाई देखाउन गइरहेको छु। जाँडको छोक्रालाई यसरी बाँसको ढुङ्ग्रोमा हालिन्छ र त्यसमाथि पानी हालेर बाँसको स्ट्र लगाएर अब यो तोङ्बा पिउनको निम्ति तयार छ। तोङ्बा हाम्रो अर्ग्यानिक र पुर्खौली पेय पदार्थ हो। यसमा अलिअलि नशा पनि हुन्छ। हाम्रा टोटोपाडाका फेसबुक क्रिएटर दाजु विकास गुरुङज्यूलाई पनि तोङ्बाको पानीले फनाउन पारेछ। यति राम्रो ठाउँमा फोटोसोटो खिचाएर हामी कार्यक्रमको आनन्द लिन गयौं। आज डाक्टर भीमराव बाबासाहेब अम्बेडकरको जन्मदिन पनि भएकोले खदार्पण गरी कार्यक्रमको शुभारम्भ भयो। मलाई साथै श्रीमतीलाई पनि खदार्पण गरी स्वागत गर्नुभयो। मारुनीको तालमा नाच्दै बहिनीहरूले स्वागत नृत्य प्रस्तुत गरे। त्यसपछि हामी खाना खानतर्फ गयौं। खानामा भात, कालो दाल, गुन्द्रुकको अचार इत्यादि व्यञ्जनहरू रहेछ र यसरी हामीलाई निम्ताएर खाना खुवाउनु भएकोमा टोटोपाडा जनकल्याण संघलाई धेरै धेरै धन्यवाद।